झापामा झापामा यो कान काटेर म टेकिङ हस्पिटल गएर टाका हाल्छु। साँच्चै हो नि साँच्चै हो। रियल हो यो सुन पनि मैले बालेन लाने दिन्छु। हो जित्यो भने जित्यो भने। मेरो इच्छा हो। तपाईँको इच्छा भनेर हुन्छ सबै मान्छेलाई बेवकुफ बनाउने पागल बनाउने कस्तो पागल नै रहेछ, कस्तो पागल नै रहेछ। मेरो इच्छाको कुरो कान काट्छु। तपाईँको इच्छाको कुरा भनेर हुन्छ। बालेनले हारे कान काट्छु भन्ने दिदीलाई मैले फोन गरेछु काटे हेलो दिदी। हेलो, किन फोन काटे गर्नुभएको त घाँटी त बसेछ। मैले खाना नि नखाने खाजा नि नखाने गरेर मैले कसले के भन्छ भनेर त्यही फोन मात्रै सुनेर बस्छु मैले। अझै नि भोक लाग्दैछ तपाईँलाई। कान कहिले काट्ने भनेको यहाँ सबैले यहाँ उ गरिरहेछ नि तपाईँलाई जबरजस्ती हात खुट्टा बाँधेर भने कान काट्ने भनेको नि त। अनि पब्लिक आएर जे रिजल्ट आउनुपर्छ। के गर्नु पर्यो? परीक्षा दिइसकेपछि रिजल्ट आउनुपर्छ। तपाईँको रिजल्ट अझ त आइसक्यो त लगभग त। होइन, कस्तो आएन हो र? ल रिजल्ट आएपछि ल फाइनल रिजल्ट आएपछिबाट तपाईँले कान काट्नुहुन्छ नि आफ्नो। अनि त्यो कानमा लगाएको सुन पनि दिनुहुन्छ नि। कस्तो पागल नै रहेछ, कस्तो पागल नै रहेछ। मेरो इच्छाको कुरो कान काट्छु। तपाईँको इच्छाको कुरा भनेर हुन्छ। तपाईँको इच्छाको कुरा भनेर एउटा हुन्छ। मान्छेले भन्नु छ बालेनले जिते भने मैले चाहिँ 30,000 खसी दिन्छु। 30,000 खसी त देला नि। 30,000 खसी त देला नि। त केही ऊ भएन। त तपाईँले त कान काट्छु भनेर भन्नुभएको त त्यत्रो पब्लिकको अगाडि तपाईँले कान काट्नु परेन। मेरो इच्छा हो। तपाईँको इच्छा भनेर हुन्छ सबै मान्छेलाई बेवकुफ बनाउने पागल बनाउने। तपाईँको त कान काट्छु भन्ने उसले कति मान्छे डरायो होला नि कता बालेनले हार्ने हो कि भनेर जे पनि बोलिदिने। तपाईँ झोले हो केपीको कि चाहिँ म झोले हो भन्नु यहाँ सबैजनाले सुन्दैछ। झोले सही तपाईँ झोले हो। तपाईँले त तपाईँ कान काट्ने कि नकाट्ने? कान त मैले काट्न इच्छा काट्छु, काट्न इच्छा नभए काट्दिनँ। जे पनि बोलिदिने त्यसो भए कहाँबाट बोल्नु भएको तपाईँ? मुखबाटै बोले हो नि। कान काट्ने कि नकाट्ने तपाईँ? मेरो इच्छा हो। तपाईँको इच्छा भनेर हुन्छ। तपाईँको मान्छे हात खुट्टा बाँधेर कान काट्छन् अब तपाईँको। ए मेरा त हात खुट्टा बाँधेर कान काट्ने। कोही झुन्डेर मर्ने भनेकालाई गएर रसी काट्थ्यौ, रसी काटिदिन्थ्यौ। झुन्डेर मर्नेलाई, देशै छोड्नेलाई म देश छोडिदिन्छु। म झुन्डेर मर्छु भन्नेलाई गु खान्छु भन्नेलाई मैले फोन गरेर भन्छु मैले तपाईँले कान काट्नै पर्छ। होइन भने तपाईँको कान जहरी पनि अरूले जनताले काटिदिन्छन्। तपाईँ रेडी भएर बस्नु। कुन कुनामा बस्नु भयो? फोन काटेर जित्छु भन्ने तपाईँले कुन कुनामा बस्नु? मर्छु भन्नेलाई पनि रसी काट्न जाऊ। झुन्डेन तपाईँको प्रगति के भयो त? घाँटी सुकाएर त्यस्तो बुढी मान्छेको जस्तो आवाज गराउनु भएको छ। घाँटी सुकाइ तपाईँको केपीको झोले हो तपाईँ। झोले आन्टी पार्टी नै छोड्छु भन्नेलाई पार्टीमा फर्काएर ल्याऊ। अनि पल्ल मैले नि कान काट्न परे काटुला, काट्न नपरे नकाटुला। कति बोल्न सक्दो रहेछ भाइमै त। खातिनमै फोन फेरि घरमै एकछिन कति बोल्न सक्दो रहेछ आइमै त रे भाइ। हैरान पार्नु कि मैले त। किन फोन काटे गरेर जित्नु भएको? तपाईँको कान काट्न रेडी भएर बस्नु है। दुलोभित्र नबस्नु फेरि। अब रिजल्ट आउँदैछ एकछिनमा। पागल फेरि काट्यो। अब मैले गु खान्छु भनेर फोन गर्छु है। रिसाउने होला के पक्का पनि। हेलो दिदी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु नानी। अनि तपाईँको झापाबाट त बालेनले जित्ने भएछ त है? बालेनले जित्छ भन्ने के थाहा? बालेनले अझ भोट बन्दैछन्। अझै पनि तपाईँलाई एमाले जित्छ भन्ने हो छ। तपाईँको काम फाइनल त भएको छैन। कस्तो फाइनल भएपछि मात्रै हो थाहा भने। फाइनल अझै पनि आशा छ तपाईँलाई भनेपछि। यदि बालेनले राष्ट्रपाले झापाबाट जित्यो भने चाहिँ कान काट्छु भन्नुभएको थियो नि। अनि त्यो कानको सुन पनि बालेनलाई दिन्छु भन्नुभएको थियो। यो तपाईँले साँच्ची नै बोल्नु भएको हो नि? कान काट्नुहुन्छ नि तपाईँले? अझ फाइनल भएको छैन। फाइनल भयो भने
अब त्यो त्यति बेलाको कुरो अब मेरो मेरो कुरो तपाईँले हो कान काट्ने त्यति कि बेलाको। नकाट्ने पहिला भन्नु। तपाईँले कान त काट्नुहुन्छ नि होइन। जित्यो भने। पहिला फाइनल तपाईँको हुनु पर्यो। मान्छे तपाईँले काट्नु भएन भने अब मिडियामा आएर यसरी बोल्नु भएको छ, तपाईँको भिडियो जता काटिदिनु भयो त। मलाई बोल्न मन लागेन। कस्तो बोल्नु मन लागेन हो र? तपाईँले मिडियामा आएर सबै जनताको अगाडि बोलेर तपाईँ भाइरल भइसकेपछि कान काट्छु भन्छ, कान काट्ने कि नकाट्ने? होइन भने तपाईँको कान जनताले छाँटेर जबरजस्ती भने काटिदिन्छ। दिदी हेर्नु, बोलेको कुरा गर्नु पर्दैन। बोलेको कुरा त अब हाम्रो केपी बाले सबै सामदाम तपाईँको बाले त हार्ने जनता भयो कि हार्ने नै भयो, हार्ने पक्का पक्की भयो त तपाईँको बाको त। पक्का पक्की भयो होइन तपाईँले फाइनल कान भयो काट्ने कि होइन नकाट्ने त्यति कुरा भन्नु के? फाइनल काट्ने कि भएको नकाट्ने? छैन, तपाईँको फाइनल अर्को भयो बहिनी त ज्योति, तपाईँको अर्को बहिनी ज्योति मगरले पनि के भन्दैछिन्। अब मैले ज्योति मगरलाई नि फोन गर्छु अब होइन। तपाईँले कान काट्ने कि नकाट्ने भन्नु, जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्। यो कुरो पनि बुझ नानी, यो कुरो पनि बुझ। फाइनल भएको छैन। ए फाइनल अझ पनि तपाईँलाई आशा छ फाइनल भने ल, फाइनल भएको छैन ल, फाइनल भएपछि केपी बाले हारेपछि तपाईँ कान काट्नुहुन्छ नि? केपी बाले हारेछन् भने हार्नु भयो त हाम्रो केपी बाले भनेदेखि के अरे पितलमा जलप लागेको सुन हो टपमा। अनि त्यो टप ल बालन बाबु किति यहाँ सुएको छ, कान पनि सुएको छ। त्यो त मेरो खुसीको कुरो हो कि काट्ने र नकाट्ने। खुसीको कुरा भनेर हुन्छ? जनतालाई मूर्ख बनाउने, पागल बनाउने। तपाईँले सबैको अगाडि आएर कान काट्छु भनेपछि तपाईँको खुसी हुन्छ? ल त्यसो हो भने अब मैले त्यति बेला गल्ती बोलेँ भन्नलाई त गल्ती घाँटी सुक्ने गरी कराउनु भएछ। तपाईँ कराउँदै हिँड्नु भएको थियो। केपीको पक्षमा त घाँटी पनि बसिरहेको रहेछ होइन। अब कान त काट्नु पर्यो नि होइन? कान काट्न त अब मेरो खुसीको कुरो हो। काटिहालेँ। फेरि काट्यो फोन। बालेले हारे कान काट्छु भन्ने दिदीलाई मैले फोन गरेछु काटे। हेलो दिदी। हेलो। किन फोन काटे गर्नु भएको त? घाँटी त बसेछ। मैले खाना नि नखाने, खाजा नि नखाने गरेर मैले कसले के भन्छ भनेर त्यही फोन मात्रै सुनेर बस्छु मैले। अझै नि भोक लाग्दैछ तपाईँलाई? कान कहिले काट्ने भनेको? यहाँ सबैले यहाँ उ गरिरहेछन् तपाईँलाई जबरजस्ती हात खुट्टा बाँधेर भने कान काट्ने भने नि त। अनि पब्लिक आएर रिजल्ट आउनुपर्छ। के गर्नु पर्यो? परीक्षा दिइसकेपछि रिजल्ट आउनुपर्छ। तपाईँको रिजल्ट अझ त आइसक्यो त लगभग त। होइन कस्तो आएन हो र? ल रिजल्ट आएपछि ल फाइनल रिजल्ट आएपछिबाट तपाईँले कान काट्नुहुन्छ नि आफ्नो। अनि त्यो कानमा लगाएको सुन पनि दिनुहुन्छ नि? पागल नै रहेछ, पागल नै रहेछ। मेरो इच्छाको कुरो कान काट्छु। तपाईँको इच्छाको कुरा भनेर हुन्छ? तपाईँको इच्छाको कुरा भनेर एउटा हुन्छ? मान्छेले भन्नु छ बालेनले जिते भने मैले चाहिँ 30,000 खसी दिन्छु। 30,000 खसी त देला नि, 30,000 खसी त देला नि। त केही ऊ भएन त। तपाईँले त कान काट्छु भनेर भन्नुभएको त त्यत्रो पब्लिकको अगाडि। तपाईँले कान काट्नु परेन? मेरो इच्छा हो। तपाईँको इच्छा भनेर हुन्छ? सबै मान्छेलाई बेवकुफ बनाउने, पागल बनाउने। तपाईँको त कान काट्छु भन्ने उसले कति मान्छे डरायो होला नि, कता बालेनले हार्ने हो कि भनेर। जे पनि बोलिदिने। तपाईँ झोले हो केपीको कि चाहिँ म झोले हो भन्नु? यहाँ सबैजनाले सुनिरहेछ। झोले सही। तपाईँ झोले हो। तपाईँले त